Hey, same here. को ब्लॉग में सबले लाइक एन्ड शेयर गर्छ Okay. Hey, Rama. Isn't that beautiful? Actually, यसरी देख्नु भएको छैन भने गजब देखेन त. Hello and namaste beautiful people. I welcome you to another vlog. My name is Bhuvan Kulal, and if you haven't subscribed to the channel, please do so because I'm gonna upload a lot beautiful content. आजको vlog about एउटा स्पेशल ठाउँमा जाँदैछौँ हैन, which I'm not gonna reveal now. एउटा हामीले चाहिँ प्याकेज बुक गरेका थियौँ जुन चाहिँ अब आज अर्ली मर्निङमा पिकअप गर्न आउनुहुन्छ. सो अनि हामी चाहिँ एउटा स्पेशल ठाउँमा जाने वाला छौँ. यो 4 days को ट्रिप हो. So stay tuned. I'm gonna upload every single thing, every single beautiful moment so that you can enjoy watching my videos, okay? र अहिले अब सामानहरू माथि लोड हुँदैछ. यही हो हाम्रो जाने गाडी चाहिँ. पानी परेको छ बिहान बिहानै. चिसो मौसम हैन. ल अब हाम्रो यात्रा सुरु भयो. र अनि हाम्रो नेक्स्ट स्टप कहाँ हुन्छ? हजुर हजुर ए ल निकै रहेछ. सो अहिले चाहिँ हामी यहाँ खाजा खानालाई यता आएको छौँ हैन. के ठाउँ हो यो? नयाँ पुल हो सायद. त यो के ठाउँ हो? नयाँ पुल है. यो हाम्रो ल. अनि हामी यहाँ खाजा खाएर त्यस पछाडि हामी फेरि आफ्नो गन्तव्यतिर फेरि लागिपर्छौँ है त. मनोहर के फिल भइरहेछ? कस्तो फिल भइरहेछ? अहिलेसम्म त रमाइलो भइरहेछ. बाटोहरू राम्रो छ. ठिक छ. अफरोड आउने बाँकी छ. हामी यहाँ ब्रेकफास्ट गर्दैछौँ. सेलरोटी तरकारी अब चिया पाक्दैछ उहाँ हैन. दाइ हजुरको नाम भनिदिनु न प्लिज. पूर्ण गुरुङ. हजुर सीता. उहाँ विजय अनि सुषमा हैन त? सुस्मिता हजुर. ओके. मनोहर त अस्तिदेखि मेरो भ्लगमा छ. यो चाहिँ हाम्रो पहिलो ब्रेकफास्ट हजुर हजुर. मुस्कानको लागि चाहिँ अब गरेको हो. हजुर. अब भाइलाई भेटेर धेरै खुसी लाग्यो. एकदम दाइ सेम हियर. भाइको ब्लगमा चाहिँ सबैले लाइक एन्ड शेयर गर्छ. थ्याङ्क यू दाइ. सब हाम्रो ग्याङ चाहिँ चिया लभर रहेछ. सबैले चिया ब्रेकफास्ट भएर हल्का चार्ज भएर So those who are still wondering म कहाँ जाँदैछु भन्दाखेरि म चाहिँ अप्पर मुस्ताङ जाँदैछु. अनि अहिले चाहिँ हामी यहाँ कालिका भगवती मन्दिर बागलुङमा आइपुगेका छौँ. अनि यहाँ कालिका मन्दिरको दर्शन गरेर अनि अर्को पुल एकदम फेमस पुल छ अरे त्यहाँ घुमेर अनि त्यस पछाडि हामी फेरि माथितिर लाग्छौँ. ठिकै छ. दर्शन गरिसक्नु भयो? जाउँ दाइ अगाडि जाउँ. ल उहाँ जानु ल. दाइ डराउनु भएन है दाइ. होइन अलि डर लाग्ने रहेछ. हेर्नु नि विजय ब्रो तपाईँलाई डर त लागेको छैन नि? ल ठिक छ. यहाँबाट यस्तो डाँडा पाखा. हजुर कि ए रामा किन यस्तो डराएको भाइ? ओ माय गॉड त्यति तल छ यार. ग्राम सङ्ग्रहालय गुफा. सो वाट I've noticed is जति पनि हामी मन्दिरहरू गयौँ सबै मन्दिरहरू चाहिँ प्राय डाँडामा हुने रहेछ.
So I don't know what's the significance. If anybody knows, please let me know in the comment section. ये टिकट लिनुपर्छ के अरे सबैले खर्चिनु आफ्नै धुनमा आइरहेको मान्छे होइन के यो त हो नि शालिग्राम ढुङ्गाहरू होइन ढुङ्गाहरू हो क्या शालिग्राम भनेको चाहिँ तर एकदम दैविक पावर भएको ढुङ्गा बजार आइपुग्यो अहिले चाहिँ हामी खाना खाने ठाउँमा आइपुगेका छौँ नो यो ठाउँको नाम चाहिँ थाहा भएन अहिले अब हाम्रो खाना आइपुग्यो looks very nice. I just want to show you one thing. Look at that. Isn't that beautiful? यसलाई चाहिँ रूपसे झरना भनिँदो रहेछ लु अब चाहिँ रूपसे वाटरफल नजिकै जाने झरनामा एकदम डरलाग्दो बाटो छ यहाँ माथि अब नजाउँ होला माथिबाट चिप्लो छ है बाटो यहाँको चिप्लो छ अब माथि कसरी जाने सर म माथि नचढौँ भनेको मनले मान्दैन फेरि होइन अब यहाँ म जसरी यहाँ त्यहाँ पुगौँ भनेको पानी त छुनु पर्यो होइन चिप्लो चिप्लो बाटो छ हो लिनु पर्यो नि नेचरको हावा अक्सिजन लिन परेन जाडो छ अहिले हामी जाँदै जाँदै एउटा एकदमै रमणीय ठाउँमा आइपुग्यौँ होइन त दाइ यो अब याक स्याक चराउने ठाउँ रहेछ अब जिन्दगीमा देखिएको छैन याक अब कस्तो हुँदो रहेछ अब यहाँ हेरौँ है त ल कसैले याकलाई यसरी देख्नु भएको छैन भने यस्तो चोरी गाई अहिले चढ्दैछन् यहाँ अहिले हामी मार्फा गाउँमा आइपुगिसकेका छौँ यो चाहिँ अनि यहाँ छ ब्युटिफुल मार्फा गाउँ पारिपट्टि अहिले म उतापट्टि पनि जान्छु निकै पुरानो गाउँ अरे है 150-200 वर्ष पुरानो गाउँ त्यहाँ एउटा टाढामा मन्दिर पनि रहेछ के हो रुम यस्तो छ लाइट्स वाला लाइट्स ल गजब सबैभन्दा बेस्ट पार्ट के हो थाहा छ यो रुमको भ्यू अहिले चाहिँ होटलबाट फ्रेसन अप भएर अनि यहाँ मार्फा गाउँ घुम्न जान आँटेको यो सबै जति पनि छ यो के होला भन्नुहुन्छ होला सबै चाहिँ स्याउको है बोटहरू होइन तपाईँहरूलाई मार्फा गाउँमा हार्दिक स्वागत गर्दछौँ जेरी गल्ली जाने बाटो अरे यहाँबाट अब धानको बाला चल्दै यसमा तरकारीहरू पनि लाउनु भएको रहेछ यो अब गाउँको मान्छेहरूले लाउनु भएको होला होइन हामी चाहिँ अब जेरी गल्लीतर्फ गइरहेछौँ अहिले चाहिँ क्यामेरालाई यसरी फर्काऊँ है ब्युटिफुल उडी उडी मन भाग्छ किन हेलो ल ड्रेस भाडामा पाइन्छ अरे लाउने हो नि त दाइ लाउने
एप्पल ब्रान्डी रे लाउने मान्छे बढेपछि त अलिक डिस्काउन्ट होला नि त अहिले चाहिँ हामी यो जेरी गल्लीमा होइन ब्युटिफुल गल्ली जहाँ चाहिँ जेरी मुभी सुट भएको थियो त्यहाँ हामी यो ड्रेसको लागि हेरिरहेको छौँ लामा ड्रेस के हो शेर्पा ड्रेस शेर्पा हो टिबेटन ड्रेस ए खतरनाक देखियो त ल फोटो खिच्दै गर्नु ए यो बुट्टा भएको राम्रो नि हो त गजब देखेन त यति भएपछि I hope you guys are enjoying the vlog. So आज अहिले जेरी गल्लीमा अहिले यो टिबेटन ड्रेस लगाएर feeling very good है global experience मजा आइरहेछ the vibe is amazing hey everybody is enjoying पछि पहिला सामान के आमा व्यापारी सब वाइन पनि छ एप्पल जुस एप्पल वाइन छ जानु न अनि कुन गुलियो हुन्छ कि अमिलो हुन्छ यस्तो ब्युटिफुल गल्ली छ यार यस्तो मजाको छ यहाँ एक महिना बस्यो भने त गाला साला रातो भएर यस्तो हुन्छ गऱ्यो नि गऱ्यो